अहिले हामी चाहिँ काठमाडौँबाट फर्किने क्रममा यात्रामा नौबिसेदेखि हेटौडा जाने बाटोमा चाहिँ टिस्टुङ पालुङ हुँदै अनि तपाईँको चाहिँ आएर यहाँ माथि आएर दामन आएर खाना खाएर त्यसपछि चाहिँ अब फेरि हेटौडातर्फ लाग्ने क्रममा छौँ। एकदम यो हाइटमा चाहिँ 2800 मिटर अल्गो ठाउँ रहेछ, हिउँ पर्ने ठाउँ। बाटो चाहिँ सानो, कति राम्रो बाटो है। सबैजना एकचोटि यात्रा गरिदिनु होला। एकदम उत्कृष्ट ठाउँ रहेछ यो चाहिँ। नेपालकै उत्कृष्ट मध्ये मकवानपुर जिल्लामा पर्छ यो र नेपालकै उत्कृष्ट ठाउँ। यी उत्तिसका रुखहरू हेर्नुहोस्, ठुल्ठुला पुराना चाहिँ हाम्रा बाबुबाजेका पौराणिक तत्त्वका रुखहरू, उत्तिसका रुखहरू। ल बाटाघाटा हेर्नुहोस्। ल एकदमै स्वागत छ यहाँहरूलाई नेपालको यो चाहिँ दोस्रो चरणको चाहिँ भिडियोमा। पहिलो चरणमा म पोखरा देखाएँ हजुरलाई, दोस्रो चरणमा म चाहिँ यता देखाइरहेको छु। धन्यवाद।